हेलो फ्रेन्ड, नमस्कार। आज म बनाउँदैछु कश्मीरी पुलाव रेसिपी। आजको कश्मीरी पुलाव हेर्नुहोस् है त, अनि कस्तो हुन्छ जस्तोको तस्तो सल्लाह सुझाव दिनु होला। आजको रेसिपी कश्मीरी पुलाव। नमस्कार सबैजनालाई, नयाँ हुनुहुन्छ च्यानलमा कमेन्ट गरेर छोड्नु होला है त साथीहरू। अनि मिठो कमेन्ट गर्नु होला कस्तो छ, मैले हजुरहरूलाई सबै बताएको छु त्यहाँ है त साथीहरू। ल आउनुहोस् हेरौँ कश्मीरी पुलाव। लेट्स गो गाइस। आजको पुलाव हेरेर पुरै मजा आउँदैछ। यता चाहिँ मैले यहाँ अरू पनि के बनाउँदैछु। भिडियो एकदम धेरै अगाडि पुर्याइदिनुहोस्, म सबै रेसिपी लिएर आउने छु। आजको चाहिँ कश्मीरी पुलावको रेसिपी है त साथीहरू। थ्याङ्क यू सो मच। ल आउनुहोस्, बनिरहनुहोस् मस्त भिडियोमा है त। ल ल ल ल ल ल लेट्स गो कश्मीरी पुलाव। हेलो साथीहरू, नमस्कार। अर्जुनको किचनमा स्वागत छ सबैजनालाई। आज बन्दैछ कश्मीरी पुलाव। मैले के गर्दैछु हेर्नुहोस्। यसमा मैले ड्राई फ्रुट अनि एप्पल अनि हालेर बटर हालेर पकाइसकेको छु। अब मैले राइस हालेँ, एप्पल स्याउ पनि बारीक काटेर, अनि काजु किसमिस होइन साथीहरू, अनि अनारदाना। अनि कश्मीरी पुलाव बनाउँदैछु, अनि रोज वाटरको साथमा, अनि थोरै सोल्ट अनि थोरै सुगर। यसमा मैले युज गर्दैछु गुलाब जल रोज वाटरको साथमा। कस्तो लाग्छ हेर्नुहोस् है त, कस्तो मिठो, कति मिठो हुन्छ चाहिँ हजुरहरूलाई म खाएर पनि देखाउने छु। ल हेर्नुहोस्, कश्मीरी पुलावमा टक्क मैले काजु र किसमिस अनि एप्पललाई पहिल्यै बटरमा मैले त्यसलाई गरम गरिसकेको छु। अनि अब मैले अनार हाल्छु। अब बल्ल अनार चाहिँ त्यसको दानाको चाहिँ कलर चेन्ज हुन्छ, त्यही भएर थोरै मैले फुड कलर युज गर्ने, किनभने कश्मीरी पुलाव भनेपछि थोरै कलरफुलै हुनुपर्छ। मैले जस्तो हजुरलाई भनेको छु त्यस्तै गरेर बनाउनुहोस्। हजुरहरूले आरामसित सिक्न सक्नुहुनेछ। आजको मेरो कश्मीरी पुलावको रेसिपी चाहिँ कस्तो लाग्छ हजुरहरूले पनि भनिदिनु होला। अनि नयाँ साथी हुनुहुन्छ भने प्लिज कमेन्ट गरेर मलाई सब्सक्राइब गरेर जोडिनु होला। म पनि हजुरहरूको च्यानलसम्म आसानीसित आउने छु हजुरहरूको च्यानल भिजिट गर्न। ल हेर्नुहोस्, कलरफुल, एकदम कलरफुल राइस, कलरफुल, एमी टेस्टी, मिठो मिठो, हल्का स्विट एन्ड हल्का सोल्टमा हल्का आउँछ। यसमा ड्राई फ्रुट हालिसकेको छ, एप्पल अनि कस्तो लागिरहेको छ हजुरहरूले भनिदिनुहोस्। म हजुरहरूलाई बताइरहेको छु। काजु किसमिस। धेरै धेरै धन्यवाद भिडियो हेर्नु भएकोमा। मैले अनार दाना हालेँ, हेर्नुहोस् अनारको दाना निकालेर। अनि कस्तो लागिरहेको, यी रोज वाटर हालेँ मैले। अब रोज वाटर पनि हालेँ। अनि यसमा अब खुसबु आउँछ के साथीहरू, अनि फ्लेभरको साथमा, फ्लेभर एकदम मङ कश्मीर बसाउने खालको। ल हेर्नुहोस्, मैले टेस्ट गरेँ, म एकदम स्विट एन्ड सोल्टमा एकदम दामी, एकदम टेस्टी बनिसकेको छ। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मेरो कश्मीरी पुलाव चाहिँ रेडी भइसक्यो है साथीहरू। अब खानालाई रेडी हुनु छ सबैजना, बस थोरै अझै हिट हुनु पर्यो त्यसलाई। अब हिट भइसकेपछि मैले सर्भ गर्छु अनि पार्टीको लागि। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नु होला। रेसिपी नयाँ रेसिपीको लागि अर्जुनलाई फलो सब्सक्राइब गरेर जोडिनु होला। बेल आइकन पनि दबाउन नभुल्नु होला। थ्याङ्क यू सो मच गाइस, बाई बाई, नेक्स्ट भिडियो, बाई।